हेलो गाइज वेलकम टु माई ब्लग है आफ्टर अ लङ टाइम लगभग धेरै 2-3 महिनै भइसक्यो भिडियो नहालेको। अब आज दुबई रनको मौका पारेर भिडियो हाल्दैछु। हामी अहिले बुर्जुमानको ब्याङ्क स्ट्रिटमा छौँ। अब हामी यहाँबाट के अरे ओल्ड ट्रेड सेन्टरसम्म मेट्रोमा गइन्छ। त्यहाँदेखि अनि हाम्रो 10 किलोमिटर दुबई रनको सुरुवात हुन्छ त्यहाँबाट है त। 10 हो नि, 10 होला। त्यहाँ गएर बिप्स या पाउनुपर्छ त्यो नम्बर, त्यसपछि हामीले स्टार्ट गर्नेछौँ। हामी लगभग यहाँ 5 जनाको टोली भइएको छ यहाँबाट जाने। अब बाँकी साथीहरू उतै गएर भेट्नुहुन्छ होइन। खास हाम्रो सुरु चाहिँ 7 बजेबाट थियो, अलिकति ढिला भएर 7:30 पुग्न लाग्यो जस्तो लागिरहेको छ कता कता। त्यही हो है त। अब बिचमा के हुन्छ म देखाउँदै जानेछु। हेलो, आर यु गाइज एक्साइटेड टु गो? सबै रेडी हो? ल, यो चाहिँ बुर्जुमान मल, बुर्जुमान मल सरी बुर्जुमान मेट्रो स्टेसन। लेट्स गो। मेट्रो कार्ड हाल्यो नि केटा हो। ल, we'll see lots of people going down. Some people are returning from their journey. 10 किलोमिटर वाक गरेर। मेट्रो स्टेसनमा ल फास्ट ठुलो भिड छ। फ्री त छैन, छ कि छैन है? ल, रमाइलो छ मौसम मेट्रो स्टेसनभित्र। दुबई रनमा जाने मान्छेहरूको चहल पहल छ पुरै। लेट्स गो गाइज। जम्दै ल, छिर्नु पर्छ यसमा है। लेट्स गो। हुन्न छिटो छिटो छिटो, लेट्स गो। आजको दिन त मेट्रो स्टेसनमा त खिच्ने भिडभाड छ पुरै भरिएको छ है। ल, आज त हाम्रो मेट्रो स्टेसनभित्रै रमाइलो छ है। पुरै पुरै दुबई रनमा जाने मान्छेहरूले भरिएको छ। हामी 10 किलोमिटर हो यता जाउँ। अगाडि हो हाम्रो 10 किलोमिटर। 10 मा हो। 10 किलोमिटर हो क्या? ए, किन नपाइने हो र? कहाँ कसले हेर्ने हो? ल है, भिडभाड छ गाइज, म्यासिभ क्राउड छ है आज। ओ Your attention please. No stopping train is approaching platform 6. गाइज भिड हेरौँ कतिको छ। Lots of people are there, more than lakhs. Oh, so much crowd guys. This is my second time. लास्ट म 2023 मा आएको थिएँ। 2024 को दुबई रनमा भने म आउन पाइनँ होइन। मेरो के भनौँ, म छुट्टीमा गएको भएर यो वर्ष फेरि आएको छु। रमाइलो हाल्नुपर्छ है त अब हामी मिलेर। ल, यो चाहिँ ओल्ड ट्रेड सेन्टर हो गाइज।
ल जम 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 गाइस, लेट्स गो। म्यासिभ क्राउड छ है पछाडि। ल फ्युचर म्युजियमको अगाडि नै छौँ हामी लगभग। ल ल पेटभित्र पेटभित्र है लास्टै ठुलो क्राउड छ गाइज। यो व्हाइटवाला बिल्डिङ चाहिँ ओल्ड ट्रेड सेन्टर है, मेन फर्स्ट बिल्डिङ दुबईको, जुन हाम्रो यो के भन्छ यसलाई मरुभूमिमा खडा भएको थियो, यो बिल्डिङ चाहिँ त्यही हो। यो ठाउँमा चाहिँ हाम्रो बिप्स बाँडिएको छ। यो वासरुमको राम्रो एरेन्जमेन्ट रहेछ यहाँ। लगभग यहाँ लास्टै लामो लाइन छ वासरुमको लागि। कोही जाउँ न त। ओल्ड ट्रेड सेन्टर लगडा दौड्नु पर्यो नि। वर्षमा एकचोटि मात्रै यो बाटोमा हिँड्न पाउँछ केटा तिम्रो। ल दौड्नुपर्छ केटा हो। लेट्स रन। कतिको एक्साइटेड त कतिको एक्साइटेड, पुरा जोसमा आउने म त। आज चाहिँ मस्त नोर्दै रह्यो। अब दौड्न सुरु भएको छैन है। अब चाहिँ हामी मेन हाम्रो अब त्यो रनिङ पोइन्ट सुरु हुनेवाला छ एकछिनमा। अझै सुरु भइसक्यो। केटाकेटी तिमीले देखिरहेको छौ यहाँ बच्चा बच्चीहरू नि आएका छन्। तिमीहरूको जिन्दगीमा थु छ माछालाई घर सुतेर बस्ने। ल हाम्रो स्टार्टिङ पोइन्ट आउन लागेको छ। अहिलेसम्म हामी वार्मअप गर्दै थियौँ लगभग 2-3 किलोमिटर वार्मअप गऱ्यौँ हामीले होइन। अब चाहिँ हाम्रो मेन रनिङ गर्ने ठाउँ आइपुगेको छ। हाई टिकटकरहरू मर्निङ वाक गर्दा पनि छोड्ने भएन नि टिकटक बनाउन। टिकटकरहरू मर्निङ वाक गर्दा पनि टिकटक बनाउन छोड्ने भएन। के हो पुरै टिकटक लाइभ बसेछौ त सागर। फाइनली स्टार्टिङ पोइन्टमा आइपुगेका छौँ हामी। DJ Mike is here. Medior Hospital, good morning. Good morning, Papa. Good morning. Good morning. Keep moving. Our friends always are experts at RCA is standing at Warsaw.
ल म स्टार्टिङ पोइन्टभित्र छिरिसकेको छु गाइस। ओडा न यार, मर्निङ वाकमा आएको रिमुर। ल ल ल रनिङ रनिङ रनिङ। ल ल ल ल ल दौडौँ 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 भाइ। ल ल ल गाइस दौड, लेट्स गो। ल है गाइस, हामी अब बुर्ज खलिफाको धेरै नजिक छौँ। वर्षमा एकचोटि हिँड्न पाइन्छ बाटोमा, ठिकै छ। फुल इन्जोयमेन्ट गरौँ न। हाम्रो यात्रा समाप्त हुन लागेको छ। अब बुर्ज खलिफाको धेरै नजिक आइपुगेका छौँ। टिकटकर पुरै हाम्रो लाइभ गएका छन्। मिसन भाइ अलिकति दौड्नु पर्यो। हेर गाइस, तिमीले दुबई पुलिस जोइन गरेको भए यस्तो गाडी चढ्न पाउँदैन नि भाइ। दुबई पुलिसको पावर हेर है गाइस। अघि यहाँ टन्न मान्छे थियो है, बाइकमा आयो सर अर्को बाटो हिँड भनेर लगाइदियो, सब साइड लागे। हाम्रो देशमा भएको यस्तो हुन्थ्यो यहाँको जस्तो। ल यहाँ फोटो खिच्नुपर्छ एउटा। ल हाम्रो दुबई रन समाप्ति भएको छ है। अब एकछिन यहाँ हेल्प गर्नुपर्ने भयो, यो अलि बाटोतिरको फोहोर उठाउन। अब त्यहाँ गएर पोलिथिनमा हाल्ने सोचिरहेछौँ। ये क्या हो सकता है? उधर लेके चलो ना। क्या हो उधर? ल हाम्रो मिसन दाइले हेल्प गर्दैछन्। ल फाइनली हामी बुर्ज खलिफा आइपुगेको छ। तो फाइनली हामीले कम्प्लिट गरेका छौँ आफ्नो रन च्यालेन्ज। फगैलाहा बुर्ज खलिफाको तल हामी आइपुगेर सकेका छौँ होइन, यही हो। ल अब चाहिँ एकछिन रेस्ट गरेर फर्किनुपर्छ हामी। बिहान 4 बजे सुरु भएको, अहिले 10 बजे सक्यो होइन। त्यसपछि यहाँ बाटो सफा गर्ने कार्यक्रम सुरु भइसक्यो यहाँ बुर्ज खलिफा एरियामा। अब जति पनि बाटो हामीले कभर गऱ्यौँ नि, त्यो सबै एकैछिनमा पुरै क्लिन हुनेवाला छ। गभर्मेन्ट भनेको यस्तो पो हुनुपर्छ। आजलाई 10 वर्ष लाउँदा पनि एउटा बाटो बनाउन नसक्ने हाम्रो नेपालको यस्तो
त अहिले कामै भएन नि होइन हेर कतिको सेन्सिटिभ छ मेरो गर्नै बाटो फोहोर हुन्छ भनेर एकैछिनमा ब्रुमर ल्याएर यहाँ सफा गर्न लागिसक्यो मैले मेरो अब यहाँ दुबई रनको यात्रालाई यहीँ टुङ्ग्याउन चाहेँ अब सी यू इन द नेक्स्ट भिडियो है गाइज ल